नमस्ते तपाईँ साथीहरूलाई म च्यानलमा धेरै धेरै स्वागत गर्छु साथीहरू। धेरै दिनपछि तपाईँसँग चाहिँ अर्को एउटा जब भ्याकेन्सीसँग जानकारी लिएर उपस्थित भएको छु साथीहरू। लगभग लगभग 1-1.5 महिना नै भयो मैले कुनै पनि जब भ्याकेन्सीसँग जानकारीहरू तपाईँसँग चाहिँ लिएर आउन सकेको थिएन। बिचमा अलिकति बिजी पनि भइयो र त्यही टाइममा चाहिँ युएईको भिसा पनि बन्द भयो हाम्रो नेपालीहरूको लागि भनौँ, नेपाली पासपोर्ट होल्डरहरूको लागि। तपाईँले पहिलादेखि यो च्यानलमा हेर्दै आउनुभएको छ, फलो गर्दै आउनुभएको छ भने तपाईँलाई थाहा छ होला, म यो च्यानलमा चाहिँ युएईभित्र खुलेको चाहिँ लेटेस्ट जब भ्याकेन्सीहरूको जानकारी लिएर आउँछु, जुन चाहिँ एकदम फ्री हुन्छ र युएईभित्रै रहेर चाहिँ काम खोज्ने हाम्रा नेपाली दाजुभाइहरू दिदीबहिनीहरूको सहयोगको लागि भनेर मैले जब डिमान्डहरू चाहिँ खोजेर तपाईँसँग चाहिँ लिएर सेयर गर्छु। र अर्को चाहिँ नेपालदेखि युएईमा रोजगारीको सिलसिलामा आउने हाम्रा नेपाली दाजुभाइहरू दिदीबहिनीहरू छ, उहाँहरूको सहयोगको लागि म चाहिँ नेपालमा गएको चाहिँ राम्रो राम्रो कम्पनीहरूको जब डिमान्ड जुन चाहिँ एकदम फ्री हुन्छ, फ्री भिसा फ्री टिकटबाट जानकारी लिएर म तपाईँहरूसँग चाहिँ पहिलादेखि नै आइरहेको थिएँ। बिचमा नेपालको भिसा बन्द भयो, अहिले पनि अब राम्रोसँग खुलिसकेको छैन। बिचमा भिजिट भिसा बन्द भयो, त्यसपछि चाहिँ वर्क भिसा पनि बन्द भयो र अहिले भिजिट खुलेको छ तर के ट्रममा भिजिट भिसामा आएर भिजिटमै फर्किने हो भने चाहिँ तपाईँ सहज एकदम आउन सक्नुहुन्छ र आएर वर्क भिसामा कन्भर्ट गर्न चाहिँ अलिकति टाइम लाग्छ। अहिलेसम्म चाहिँ पोजिटिभ न्युज आएको छैन तर डे बाई डे नयाँ नयाँ अपडेटहरू चाहिँ आइरहेको छ। यो अब अप्लाई गर्दाखेरि पासपोर्ट क्लियरेन्स सर्टिफिकेट चाहिन्छ भन्ने कुरा आएको छ अहिले बिचमा, तर अहिलेसम्म भिसा निक्लेको चाहिँ मेरो कानले सुनेको छैन है। तपाईँले टिकटकमा पनि धेरै भिडियो देख्न सक्नुहुन्छ होला, भिसा खुल्यो भनेर, तर हल्लाएको पछि नलाउनुहोस्। हाम्रो नेपालबाट पनि धेरैजनालाई पैसा फसाइसक्नु भएको छ होला, म युए जान्छु कामको लागि भनेर चाहिँ कोही दलैहरूलाई पैसा बुझाइसक्नु भएको छ होला, उहाँले भनिसक्नु भएको छ होला युएको भिसा खुल्यो भनेर। तसर्थ अहिले साथीहरू भिसा खुलेको छैन आजको दिनसम्म है। भिसा अब कस्तो छ भने भिजिट भिसा समस्या छैन, भिजिट भिसा आउन सक्नुहुन्छ तर भिजिट भिसाबाट वर्क भिसामा कन्भर्ट भएको छैन। र यो भिसा अप्लाई गर्दाखेरि चाहिँ यो पुलिस क्लियरेन्स सर्टिफिकेट चाहिन्छ भनेर हल्ला गरेको छ। यो पनि गभर्मेन्टले चाहिन्छ भनेर चाहिँ भनेको छैन, तर अब तपाईँको एउटा अप्सन चाहिँ देखाएको छ भिसा चाहिँ टाइपिङ गर्दाखेरि, भिसा चाहिँ अप्लाई गर्दाखेरि त्यो डकुमेन्ट पनि खोजेको छ। ठिक छ, अब छिट्टै यो चाहिँ सहज होस्, चाँडै नै भिसा साथीहरूको निस्कोस् है। नेपालबाट पनि आउने तर्ख गरेर बस्नुभएको हाम्रो नेपाली दाजुभाइहरू हुन्छ, दिदीबहिनी हुन्छ, उहाँले पनि आउनु सहज होस्। ओके साथीहरू, म तपाईँलाई अब आजको चाहिँ यो जब डिमान्डको बारेमा जानकारी लिएर आएको छु, म तपाईँसँग सेयर गर्न गइरहेको छु। यो चाहिँ युएईभित्र नै रहेर चाहिँ काम खोज्ने साथीहरूको लागि छ। अब हेर्नु साथीहरू, अब आउने अब केही दिन सायद अब यही हप्ताभित्र चाहिँ केही नयाँ न्युज आउला होइन, नेपालको भिसाको अपडेटहरू, केही पोजिटिभ अपडेटहरू आउला। म त्यो आएपछि म तपाईँलाई यी नेपालमा गएको चाहिँ जब डिमान्डको जानकारी लिएर आउँछु। एकदम फ्री भिसा फ्री टिकटवाला जानकारी तपाईँसँग लिएर आउँछु साथीहरू। तपाईँहरू च्यानलमा नयाँ हुन्छ, पहिलोचोटि भिडियो हेर्दै हुन्छ भने साथीहरू यो च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। म तपाईँलाई छिट्टै फेसबुकमा पनि मिल्नेछु। धेरैजनाले युट्युब चलाउनु होला है, तपाईँ झुक्केर आउनुभएको छ साथीहरू, फेसबुकको प्रोफाइलमा भिजिट गर्नुहोला। म तपाईँलाई अर्को आउँदो भिडियोमा म तपाईँलाई एउटा फेसबुकको चाहिँ पेज, यहाँ पेजको नाम लेखिन्छु, तपाईँ सर्च गरेर तपाईँ त्यहाँ पनि मलाई भेट्न सक्नुहुन्छ। त्यहाँ पनि मैले यो जब भ्याकेन्सीको डिटेल्स जानकारी त्यहाँ राखेको हुन्छु, यहाँ युएको पनि र नेपालमा गएको जब डिमान्डको पनि दुइटै जानकारी त्यहाँ हुन्छ। तपाईँले युट्युब नखोले पनि फेसबुक खोलेर पनि तपाईँले यो जानकारी पाउन सक्नुहुन्छ। र साथीहरू कमेन्ट, त्यो भिडियोहरूमा कमेन्ट पनि गर्नु होला है, तपाईँले कस्तो किसिमको जब भ्याकेन्सी खोज्दै हुन्छ त्यो भ्याकेन्सी तपाईँले खोज्नुभएको भ्याकेन्सी म सर्च गरेर तपाईँसँग चाहिँ ल्याउँछु है। ओके साथीहरू, म अब आजको यो चाहिँ जब भ्याकेन्सीको जानकारी लिएर आइरहेको छु। यो चाहिँ युएभित्रै रहेर चाहिँ जब खोज्ने साथीहरूको लागि छ। यो चाहिँ कार्ट हाइपर मार्केट भनेको चाहिँ हाइपर मार्केट भन्ने यो जुन छ कार्ट हाइपर मार्केटको चाहिँ जब भ्याकेन्सी छ। भ्याकेन्सी छ साथीहरू, यो ब्रान्च म्यानेजर चाहिएको छ। यो चाहिँ तपाईँसँग अलिकति एक्सपिरियन्स चाहिन्छ। सेल्स एसोसिएट चाहिएको छ, स्टोर किपर चाहिएको छ, बुचर चाहिएको छ र अर्को चाहिँ बेकर चाहिएको छ है। यति छ भ्याकेन्सीहरू। म तपाईँलाई भ्याकेन्सीको लिस्ट पनि साइडमा हिँड्छु र यति भ्याकेन्सीको लागि डाइरेक्टली इन्टरभ्यू नगरेको छ साथीहरू। कतै पनि तपाईँले सिभी पठाउनु पर्दैन, कतै अनलाइनमा केही अप्लाई गर्नु पर्दैन। तपाईँ डाइरेक्टली आफै कसैको रेफरेन्स बिना, कसैको चाहिँ हुनु न एउटा चाहिँ रेकमेन्डेसन बिना नै तपाईँहरू डाइरेक्टली इन्टरभ्यूको लागि आउन सक्नुहुन्छ। यसको इन्टरभ्यू चाहिँ साथीहरू आउँदो यो डिसेम्बरको 5 तारिकको इन्टरभ्यू हुन्छ। यो बिहान 10 बजेदेखि 3 बजीसम्म यसको इन्टरभ्यू छ। लोकेसन साथीहरू त्यो पनि यहाँ सेयर गरिदिइहाल्छु। यो चाहिँ कार्ट सुपर मार्केटको चाहिँ हेराउ छ। यो चाहिँ दुबईको डिआइपी 1 मा छ है। यहाँ देख्नुहुन्छ लोकेसन।
यो लोकेसनमा आएर तपाईँहरू इन्टरभ्यू दिन सक्नुहुन्छ। तपाईँले भिडियोलाई पज गर्न सक्नुहुन्छ, भिडियोलाई स्क्रिनसट गर्न सक्नुहुन्छ। म यो भ्याकेन्सी र यो जुन इन्टरभ्यूको टाइम डेट लोकेसन छ म तपाईँलाई भिडियोको तल डिस्क्रिप्सनमा गरिरहन्छु, त्यहाँबाट पनि तपाईँले लिन सक्नुहुन्छ। ओके साथीहरू, थ्याङ्क यू सो मच भिडियो यहाँसम्म हेरिदिनु भएकोमा। अर्को भिडियोमा म तपाईँसँग चाहिँ फेरि अर्को एउटा कन्टेन्ट लिएर चाहिँ उपस्थित हुन्छु। तबसम्म बिदा दिनुहोस्। हस्त नमस्ते, बाई।